दर्शक महानुभावहरू आजको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिनुहोस्, कमेन्ट गर्नुहोस् तल, अनि सब्स्क्राइब गर्नुहोला च्यानललाई। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला है त। तिमीलाई भएको नभएको कुरा सुनाउन सक्छ, हामी छोरा मान्छे भएर कस्तो लागिरहेको छ कुरा चाहिँ सुन्नु हुँदैन है। मैले भनिदिएको छु ती कुराहरूले बाहिर झगडा पनि हुन सक्छ, तर हामी छोरा मान्छेले अरू आइमाईहरूको कुरा सुन्ने पनि होइन। तिमीले विचार गर्नु है, अझ तिम्रो बुढीको कुरा तिमीले सुन्दै नसुन्नु। त्यस्तो होइन, पहिले मेरो कुरा त सुन्नुहोस्। सुन्दिनँ, मलाई निद्रा लागेको छ। म तिम्रो केही कुरा सुन्दैन। बिरामी मान्छे खुर्क सुत। बिरामी मान्छे धेरै बोलेको पनि राम्रो हुँदैन। सब्स्क्राइब हान्नुहोस् है, सब्स्क्राइब नबिर्सिकन सब्स्क्राइब हान्नु ल। अनि तलपट्टि भिडियो कस्तो लाग्यो कमेन्टमा पनि भन्नु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने च्यानललाई सब्स्क्राइब चाहिँ गर्नु होला। कस्तो छ अहिले? मलाई के थाहा छ, आफै सोधे भइहाल्यो। कस्तो छ अहिले तिमीलाई भन त? हिजोभन्दा अलिक कम भएको छ होइन? ल आज तिमी घरमै आराम गरेर बस, लाउरी बाकोमा काम गर्न म जान्छु है। होइन होइन आमा, काममा म आफै जान्छु। च्यानललाई सब्स्क्राइब गर्नु होला है, सब्स्क्राइब बटन नबिर्सिनु होला। अरे बा चिया बनाऊ पर्दैन तँले चिया बनाउन, हो बिचमा किन जान्ने भनेर। मलाई राम्रो चिया बनाउन आउँदैन, अहिले टुल्की आउँछ उसैले बनाउँछ। लाउरी बा नमस्ते। नमस्ते नमस्ते दादा नमस्ते। नमस्ते नमस्ते। अनि टुल्की खोइ त? टुल्की त बिरामी छ दादा। खस्नु भएको के हो? हिजो पनि काममा आएर सन्चो छैन भनेर खै यो काममा नआउने बाहना हुनुपर्छ यो पक्कै पनि। खै दादा, निकै बिरामी भएको जस्तो गर्दै थिए क्यारे, सुतिरहेछ। ल ल भइगयो रिते, लसु काममा जाऊ। ठिक छ, तिमीहरू जान त जाऊ, तर हिजोको जसरी कसले ठग्ने कसले झुट बोल्ने भनेर प्लान चाहिँ नबनाऊ। तिमीहरूको काम नगर्ने बहाना मैले पुरै बुझिसकेको छु। आज पनि हिजोको जस्तो भयो। आहा कति राम्रो नाम, जस्तो मान्छे त्यस्तै नाम। धन्यवाद। ल अहिलेलाई चाहिँ म जान्छु है। आजको एपिसोड कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। अनि यो आजको एपिसोडलाई मन पर्ने भने लाइक गर्नुहुने साथीहरूले कृपया च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। घरमा यस्तो राम्रो ह्यान्डसम चिटिक्क परेको छोरा छ, छोराको वास्ता पास्ता केही छैन। हिजो आएको एउटा पिउसालाई चाहिँ जस्तो मान्छे उस्तै नाम। ताल हुन्छ नि, तालको छ ड्याड पनि। के ताल हो यो फेरि? राम्रो मान्छेलाई राम्रोमा तँलाई के सब्स्क्राइब हान्नु पर्यो है, सब्स्क्राइब गर्नु पर्यो। तपाईँले खासमा के भन्न खोजेको हो के ड्याड?